हेलो गाइस, दर्शक नमस्ते। आज पनि फेरि हामी यता भलिबल खेल्न आएको छौँ। आज भलिबल सुरु आँटेको छ। यहाँ चाहिँ खत्रै भलिबल सुरु गर्न आँटेको छ है। यहाँ चाहिँ एकदम आज चाहिँ स्वर्गीय जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता 2026 को भलिबल हिजोदेखि नै सुरु भएको हो यहाँ चाहिँ हैन। आज चाहिँ सेकेन्ड डेमा चाहिँ फाइनल, आज चाहिँ फाइनल हो। फाइनलमा चाहिँ हामी हेर्न आएको छौँ। हेर्नु होला, रमाइलो हुन्छ। आज खत्रै हुनेवाला जस्तो छ। आज चाहिँ प्राइस चाहिँ कति रहेछ? पहिलो प्राइस 8,000 रहेछ। सेकेन्ड प्राइस 4,000 रहेछ। 8,008 रुपियाँ रहेछ। सेकेन्ड प्राइस 4,004 रुपियाँ रहेछ। अनि ट्रफीहरू पनि छ। एकदम आज चाहिँ रमाइलो हुनेवाला छ है त। अब स्टार्ट हुनु आँटेको छ, हेर्दै गर्नु होला। 8,008 र 4,004 रुपियाँ रहेछ आज चाहिँ। ल हेर्दै गर्नु होला साथीहरू हैन। खत्रै खेला हुनेवाला छ हैन। हान्छ होला। मेरो क्यामेरा फुटाउँछ है क्या हो यार। अहिले चाहिँ प्र्याक्टिस चलिरहेछ। अब सुरु हुनु आँटेको छ। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ यता हाम्रो साथीभाइको चाहिँ एकदम खतरै छ आज चाहिँ हैन। अहिले सुरु भइसकेपछि फेरि तपाईँहरूलाई देखाउनेछ। एउटा हरि काम, तिम्रो कामै यही हो आज। तिम्रो कामै यही हो आज। ठिक छ। भरे केटाहरूले यसो 10 रुपियाँ भयो भने यसो चिया खाने 12% हान्ने दियो भने भइहालेन होइन। राम्रो रहेछ ठाउँ त होइन। यहाँ कतातिर होटेल छ अरे, अहिले होटेलमा जानुपर्छ। उता हाम्रो देखाउनु पऱ्यो नि त चटपटी दोकान पनि। चटपटी दोकान त नदेखा भयो नि। हाम्रो त जहाँ नेपालीहरू त्यहाँ त चटपटी त हुनै पऱ्यो। हेर्नु होला, खत्रै आज चाहिँ बबालै हुने रहेछ। हेर्नुहोस्, हाम्रो त चटपटे पानीपुरी मोमो चलिरहेको छ ल। एकदमै खतरा टेस्टी। नेपालमा न्यू रोडमा पाउँछ यस्तो। न्यू रोडमा साँच्ची भने आज चाहिँ दामी। अहिले चाहिँ बबालै हुनेछ। अब एकछिनमा गेम सुरु भइसकेपछि चाहिँ चटपटे चाहिँ खानुपर्छ। केटा चटपटे सुरु गर त ल। खाने पानीपुरी आरामै दाजु। ल सुरु गर केटा ल। खाने के खानु? चटपटे खानु, पानीपुरी खानु? खाऊ न। खाइहाल ल। ल हेर्नु त, आज चाहिँ पानीपुरी र चटपटे चाहिँ दह्रो जाने भयो। आज खत्रै। ओपनिङ गर न छिटो। चटपटे ल। एउटा पानीपुरी दिनु त। यता पानीपुरी दिनु त ल एउटा हाम्रो केटालाई 1 प्लेट।
खै कता गयो होइन बनाएको छैन अघि नै भनेको झन् कति हजार हो नेपालको हाम्रो खेलाडीहरू एकदम मस्तसँग दही खानु भइरहेछ हेर्नुहोस् समीर रुममै सुतिरहेछ रुममै सुतिरहेछ पानीपुरी ग्लोभ पाउँछ क्या होइन होला उता मुखबाट पानी निस्किसक्यो यार खोइ हाम्रो खोइ अनि त्यो लिलमामा खोइ कता हो बोला हामीले सुन्न नि सक्छ खाइरहनु टनमा पर्खिनु पर्ने रहेछ केटा हाम्रो एक प्लेट पानीपुरी कता छ पानीपुरीको जुन प्रमोट गर्न आँटेको झन् खै पानीपुरी नै सही हाल्नु ल चेस है साथीहरू पर्छ कि होइन पहिला पैसा दिने हो अनि खाने हो जाने बेलामा टिका लगाएर एकैछिन दिँदा हुँदैन भनेर है माइतीहरूको लागि पानी हेर्नुहोस् हाम्रो अब सुरु हुनु आँट्यो है काका पानीपुरी खानु तपाईँ रेडी हुनु तपाईँ चाहिँ मोबाइलले खिच्दै गर्नु म खाँदै गर्छु ए अझै हाम्रो पालो आएकै छैन ए ल त्यसो भए त गाह्रै पो हुने रहेछ त आज त पुरा पर्खिँदा पर्खिँदा हैरान हुने रहेछ ल हाम्रै केटाहरू थिएछ त अघि म यहाँ सक्दिन्थेँ नि पानीपुरी बनाउने मान्छे अलिक ढिलो भयो भयो पहिला पानीपुरीबाट सुरु गर्नु पऱ्यो नि त पहिला पानीपुरीबाट सुरु गर्नु पऱ्यो खानु त खाइयो पैसा अघि उहाँ दाइले दिनुभयो कि मैले दिनुपर्ने हो यो चाहिँ यो पनि अर्कै हो यो पनि अर्कै हो ल सुरु गर न पानी दिनु न अनि अहिले फेरि बिर्सिने होला नि त घाटा लाग्ला घाटा लाग्दैन देख्यो एक दुईवटा बेसी खाँदा केही फरक पर्दैन केटा हामीसँग काटा चम्चा यति मात्रै छ है ल भाइ पक्रिँदै अब हाल्दै खाऊ
वो काका रेडी रिएक्सन 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 कस्तो घिचेको गर्छौँ गएर यो नगीच्दा नाकै रातो भयो भेटेर त घिचेर बोल्न सकिन्छ त हौ कस्तो रड्डी कुरो हो यार कहाँ गयो बोलाएर ल्याउँछ ल म खाँदै गर ल